Hello everyone, welcome back to my YouTube channel. धेरै समय धेरै दिन महिना भइसक्यो होला हैन मैले भिडियोहरु हालेको छैन युट्युबमा र आजदेखि म सायद रेगुलरै भिडियो हाल्छु होला। अनि आजको भिडियो चाहिँ रियाक्सन भिडियो छ हाम्रो महावीर पुन सरको हैन उहाँको फुल्नी भिडियो एकदमै रमाइलो हुनुहुन्छ, मान्छे इमानदार हुनुहुन्छ। उहाँ जस्तो इमानदार मान्छेहरु पनि हुनुपर्छ र उहाँ चाहिँ यति सोझो यति इमानदार हुनुहुन्छ नि हैन तपाईले भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ। र ढिला नगरिकन हाम्रो महावीर पुन सर हाम्रो अभिभावक आज हाम्रो देशको एउटा लिडर भएर आउनु भएको छ। उहाँले राम्रो काम गर्नुहुन्छ भन्ने हामीलाई सबैलाई आशा छ। र ढिला नगरिकन भिडियोलाई स्टार्ट गरौँ है त। घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाई मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। अनि एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि गरौँला। अहिले नि कसरी भन्ने त्यो पत्रकारहरुले नपेल्नु न हो। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री नबन्नु भनेर भनि मन्त्री त म मन्त्री होइन। क्या बात कर रहे हैं? एउटा जिम्मेवारी एउटा भनौं न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यही ओछ्यान लाउने हो, त्यही सुत्ने हो। त्यो जनरल कुरा नसोध के ठोस कुरा सोध। अनि हिजोबाट हजुरको बसाइ यतै छ? यतै छ। त्यो फेरि जनरल कुरा सोधे। एकदमै मार्केटमा तपाईको अहिले त्यो मार्केटले मैले गरेको हैन। एकदमै चर्चा पाउनु भएको छ तपाईले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेछ कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आफ्नो काममा व्यस्त भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु। सामाजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडाइसँग अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। ताको आशा त धेरै छ तपाईबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् हैन। बात त सही है। यो क्षेत्रमा तपाईले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ अब के अरे फुलको गुच्चा अनि केरा। 23-24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23-24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउने? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला, तर सबैले दाई भने हुन्छ। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है। राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदिए पनि मलाई केही फिल कुरा। मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो।
नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म।